Hello guys, welcome back to my channel. It's your first vlog. बोल्छु चितवन जान लाग्यो सो गाइज म चाहिँ रेडी भइसक्यो अब खाना खाएर जानु खाना खाएपछि मिलौँ न हामी चाहिँ सपिङ गर्न लुगा If you take my photo without my permission, I'll tell the police. So guys, म चाहिँ भर्खरै सपिङबाट आएको थिएँ प्याकिङ गरिसकेँ होइन अब भोलि बिहान मिलौँ न सो गाइस अहिले चाहिँ बिहानको 5 बजे उठिरहेको छ सो हामी चाहिँ रेडी भइसक्छ नि होइन एक्सर्साइजहरू पनि गर्छु म पनि मिल्छ सो गाइस म चाहिँ रेडी भइसकेँ अब खाइ कस्तो जाडो भयो भने होइन म चाहिँ अब खाइदिनु होइन खाएर पछि बोल्छु ब्रस पनि गरेँ हामी चाहिँ बसमा जानु होइन Good morning, how are you? Morning, sir. हरि सर You guys are हामीहरू है हट्नु छिटो हामी चाहिँ बसमा आयो होइन अरू बस दिन्छु नि बाले दिन हेलो म चाहिँ मेरो साथीसँग यहाँ त हेलो उयो होइन सुन होइन हामी त्यहाँ रुममा गएपछि कस्तो छ रुममा गएपछि होइन रुममा गएपछि होइन त्यो यो प्र्याङ गर्ने थाहा छ होला ल मुख हटाए त हामी चाहिँ खाना उयोमा कस्तो पानी दिनु अब त पछाडि आइज है दाइ तपाईँ अगाडि आउने यो पछाडि आउँछ अब गाइज हाम्रो चाहिँ ब्रेकफास्ट भर्खरै ब्रेकफास्ट आयो होइन यो ग्लोभ्स गाल्छु पहिला ग्लोभ्स गाल्छु
एप्पल मेरो निस्क्यो एउटा अन्डा छ होइन दुईवटा सुन्तला छ दुईवटा सुन्तला छ मेरोमा दुईवटा सुन्तला छ उसकोमा एप्पल छैन खाने सुन्तला राम्रो जुस पनि आयो कति घन्टापछि पुग्यो 3 घन्टा 4 घन्टापछि मिल्यो गाइस हामी हाम्रो रुम चाहिँ माथि हामी थपिएको छैन सुन म यहाँ रिङको बाहिर गयो हट्न मोटे कुशल यहाँ मरिसक्यो अब हेर्दा को जित्ला कुशल त्यसरी ल निर्देश भर्छ यसमा हामी चाहिँ त्यो भर्खरै खेलेर आएन चाहिँ कालोलाई थाहा छैन होइन म कुन लुगा लाउँछु यो चाहिँ मेरो साथी होइन अनि यहाँ चाहिँ मेरो
करे छ हैन हामीले अबे यो ज्याकेट लाएर फेरि जान्ला हो हेलो गाइस हेलो गाइज मलाई देखाउने यार के हेलो म चाहिँ यहाँ चाहिँ दिल नदिया भनेर भन्ना छैन मेरो लुगा यिनीहरू कहाँ राखिदियो म लुगा लगाएपछि त्यो बाटोमा मिल्छ यसो रेडी भइसक्यो होइन आउँछ जान्ला होइन उयो रुम लक गर्नुपर्छ गइडाले भन न मिसन मिसन ओइ रुम लक गर गरिसक्यो हामी चाहिँ जान्ला हो कहाँ जान्ला हो मलाई पनि थाहा छैन हो कुशल त पिङ चढ्ने मान्छे ल प्राप्तिको भाइ राप्ती भन्न त हेलो गाइज 10 चोटि भन्छु होला है मैले हेलो गाइज हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग हामी चाहिँ लाइनमा कहाँ हो लगिरहेको छ होइन राप्ती 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 नेसनल पार्क के राप्ती 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 नदी हो राप्ती नदी लगिरहेछ के गर्नु सनसेट हेर आउन सनसेट हेर्न गइरहेको छ त्यो घोडा भेट्टा होइन अनि घोडाको पछाडि त्यहाँ हात्ती पनि छ अर्को घोडा हेलो गाइस देखो ना गाइस यार गाते कस्तो देऊ न कस्तो हेर्ने उता एकछिन उता क्रोकोडाइल छ हेर्ने देख्यो उता छ मस्त बसिरहेछ क्रोकोडाइल क्रोकोडाइल उता चाहिँ धुवा आइरहेछ भाइ मेरो त यहाँ त्यहाँ चाहिँ मान्छे हिँड्छ त्यहाँ मान्छेहरू छ होइन अनि राम्रो भ्यू छ त्यो घर चाहिँ कस्तो भने चितवन नेसनल पार्कको भित्र घरै होइन टिकट काउन्टर हो भाइ हामी चाहिँ यहाँ कुन ठाउँको नामै थाहा छैन होइन चितवन नेसनल पार्क हो भालु र जिराफ हामी चाहिँ त्यो फोटो खिचेर आएन भर्खरै त्यो हेलो जाऊँ न जाऊँ
अब के ला के ला भने त्यही हो नि टुकुन ए अब थारू डान्स गर्न लाग्यो होइन तिनवटा पिन्टहरू पनि आयो हामी जान्ला होइन थारू डान्स त्यो होइन त्यो होइन के त्यो के मन लाग्यो थारू छैन नाचो त्यसैको बारेमा आज हामी केही ज्ञान लिनका लागि यहाँ क्याम्प फायरको वरिपरि ग्यादर भएका छौँ। सम्पूर्ण महानुभावहरू आजको यस जुरेली रातमा रमाइलो थारू डान्समा सम्पूर्णलाई हार्दिक रमाइलो हुनेछ भन्ने आशा राख्दछु। हाम्रो डान्सर्सहरू रेडी हुँदै हुनुहुन्छ। अब अडियन्सलाई एकचोटि एनर्जेटिक स्क्रिन चाहियो है त हामीलाई। हाम्रो मेहनती डान्सर्सहरूको लागि ए 2026 में दुनिया खत्म है हरलाई मेल्ट गर्नेछ र नाचको समय सम्पूर्ण महानुभावहरूलाई शान्त हुन अनुरोध गरिन्छ। धन्यवाद। नमस्ते नमस्ते नाच सुरु हुन गइराखेको छ। झ्याप्टा नाच विशेष गरी हामी थारू जनजातिहरू जितिया चाडबाडमा मनाइने गरिन्छ। हजुरहरूले विवाहित नारीहरूले घर परिवार सुख शान्तिको लागि बस्ने गरिन्छ भने अविवाहित नारीहरूले असल सम्मान पाओस् भनेर बस्ने गरिन्छ। यो नाचलाई हामीले झ्याप्टा नाच भनिन्छ। मलाई पठाए तिमीहरू मलाई पठाए यिनीहरूलाई त्यो फोटो देखाउने
बुझाउनु तेरो लाग्यो भने बर्बाद हजुरहरूले त गीतलाई बुझ्नु भएन होला होइन पक्कै पनि गीतले चाहिँ भन्न खोजेको के हो भने उसको श्रीमान सुतेको बेला उसको श्रीमतीले पुरै भरिपूर्ण गहना लाएर नि उसको छेउछाउ हिँडिराखेको हुन्छ कि त्यतिखेर अनि श्रीमानज्यूलाई उठाउँदै ए श्रीमानज्यू उठ्नुहोस् न कति मस्त निन्द्रामा सुत्नु भएको यति गहनाको आवाज आउँदा पनि हजुर उठ्नु भएन गाई गोरु भोकै भयो चराउने मान्छे भएन घरमा हजुर छिटो उठ्नुहोस् र गाई गोरु चराउन जानुहोस् बाल बच्चा सबै स्कुलतिर लागे कसले गाई वस्तुहरू चराउने भनेर श्रीमानज्यूलाई भन्न खोजेको यो गीतले अब दोस्रो नाच हाम्रो लट्ठी नाच चाहिँ विशेष गरी के आउँछ दाबीमा हामी थारू जनजातिहरू जङ्गलको छेउछाउमा बसोबास गर्ने गर्थ्यौँ त्यतिखेर जनावरको डर हुन्थ्यो खेतबारीमा जानलाई त्यतिखेर धान मकैहरू खान आउँदाखेरि के को सहाराले त्यो जनावरहरूलाई धपाउने त अनि यही लट्ठीको सहाराले हामीले गैँडाहरूलाई धपाउने गरिन्थ्यो अनि त्यही लट्ठीलाई नै हामीले खेलको रूपमा देखाउन गइराखेको छौँ हस् त धन्यवाद प्रति त्यसलाई हटाउने गर्दो रहेछ त ल
लाग्न नचल्ने अबको पालो हाम्रो डफु नाच चाहिँ विशेष गरी हामी होली चाडबाडमा मनाइरहेको गरिन्छ। गाउँ गाउँ टोल टोल घर घर हुँदै एक एकजना निस्केर दिदी बहिनी दाजुभाइहरू एक अर्कालाई रङ दल्दै यो नाच नाच्ने गरिन्छ। यो नाचलाई हामीले डफु नाच भनिन्छ। हस् त धन्यवाद।
गर त्यो मैले पहिला मामारे 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 भन्दै पहिला नि सुनेको थिएँ टाउको तल न हेरिरहेको यसरी गर्नु अबको पालो हाम्रो ठेक्रा नाच चाहिँ हामी थारू जनजातिहरूले के गर्छौँ भने खेतबारीमा धान मकै अथवा कुनै अन्न पाकेको बेला हामीले एक माना धानको बिउले एक मुरी 10 मुरी धान फल्यो भनेर त्यही खुसीमा हामीले यो ठेक्रा नाच नाच्दै र त्यो पाकेको अन्नलाई भखारीमा राख्दै ठेक्रा नाच नाच्दै त्यो भखारीसम्म पुर्याउँदै गर्छौँ र अन्न भित्राउने गरिन्छौँ। त्यतिखेर हामीले ठेक्रा नाच नाच्दै गर्छौँ। हस्त धन्यवाद। बस्न फुल्के
खै अलि ब्राइटनेस बढाइदिए हामी चाहिँ प्रेममा त्यो न यहाँ नति चाहिँ किन ल ल ल ल रेडी हो प्र्याङ्क गर्नलाई प्रतीक उयो हात्तीलाई प्र्याङ्क गर्नलाई 4-4जना ग्रुप छ म तिमीहरू 6जना म मिसन भण्डारी क्यामेराम्यान दाइ यो हाम्रो भालु भाइ जोन यो त यसमै अड्के यार के हो यति हाइनुहुन्छ खिच मेरी फोटो त गाइस हामी यो प्रति खानालाई प्र्याङ्क गर्न ला यो ग्याङको लिडर प्रतीक हो नि त यसलाई अगाडि राख्नुपर्छ नि त अगाडि बस्नु बटरफ्लाई केक जस्तो के होइन हामी चाहिँ पहिला समर म चाहिँ यति जम गर्थ्यौँ होइन भित्र समर म समर म पहिला जम्काने होइन अनि पछि तिमी गर है त म गर हामी बेला गर है त हामीभन्दा हाई जम्प गर्ने तिमी हाई जम्प यस्तो प्रतीक प्रतीक खनाले यस्तो यस्तो प्रतीक होइन मिलेन प्रतीक 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 यस्तो यस्तो प्रतीक यहाँ हेर न यस्तो ग्याप राख्न अलि ग्याप राख्न यो सुरुमा गर्ने पछाडि बस्ने दुईजना जम गर्छौँ होइन है त ल अलि पछाडि गर हामी बेला गर है त ल इतना चुभने लगा हूं सबको, छुरा तो नहीं हूं। Sorry, Mike. Wait. गाइस यहाँ फेरि एउटा काण्ड भयो ओइ नचल्न अब नचल्न भने सकिसक्यो हाम्रो प्र्याङ्क हामी भिडियोमा हाल्नलाई हो के हाम्रो प्र्याङ्क भिडियो भने उयो मलाई हात दिने हो पुड्केले हान्छ अब अझै उठ्दैन गाइस यो त जुत्ता लेदरकै जुत्ता ल्याउनु
यो स्पिकरमा मेरो मेरो गाई चाहिँ मिस भयो मान्छु गुड मर्निङ गाइस आज बिहान चाहिँ उठेको होइन दुहाने सिरा हो यस्तो गरेर दुहाने सिरा गाइस मैले चाहिँ खाइसकेँ अब के भने जिप सफारी गर्नु यसको स्टोरी भन्छु के हो भने यसले आफ्नो मर्निङ है छुट्याइदियो क्या कस्तो दिमाग थियो यसको ब्याग लग्ने हो ब्याग आइजिएन त हेलो गाइस देख्नु गाइस देखो ना गाइस यो खोल्न मिल्छ है यसरी ल त उयो हटे हामी पछाडि उयो हटे पछाडि बस्छु उयो हट हामी बस्ने हो है उयो हट उजा उजा मोमो निर्देशन एक दुई तीन चार पाँच छ सात आठ नौ 10 11 राख्नै पर्छ यार टोपी लगाउनु दियो हामी चाहिँ अब हामी चाहिँ जनाडे हो अब त्यता हेर भ्लग ल हामी गएर अगाडि न गेम चाहिँ हेर जाडो हुन थाल्यो अब चाहिँ टोपी मैले त्यही छोडा भन्दा हरा हो जाने हो टिकटकमा हाल्नुपर्छ टिकटकमा हाल्ने युट्युबमा युट्युबमा हाल्नु के भन्नु बाल हो तर हामी चितवन नेसनल पार्क जिप सवारी गर्दै हो सौरामा कति घन्टाको यहाँ कपाल हेर्नु न यस्तो उडिरहेको मेरो त के हो मेरो 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 कपाल कस्तो उडिरहेछ क्याप्सन हेर्न सलमान खान अजय देवगन म जङ्गलहरू छ होइन कति तल
दाइ यो अगाडिको यो यति हामी सबै सिक्छौँ पब्जी हामी फ्री फायरको हामी त जहिले एरोप्लेनमा आउँछ ओइ भाइ पब्जी खेल्नुहुन्छ हामी खेल्छौँ छ्या अर्को आएर ब्लग्स डब्बा जस्तो त छ एकचोटि माइनक्राफ्ट जस्तो चाहिँ भइदिएको तिमीहरूको कमसेकम फ्री फायर जस्तो तिमीहरूको कमसेकम कपी हाम्रो त कपी त गर्दैन कपी त गर्दैन नि अरूहरूको गेमलाई ओ त्यो सुबिन अनि भन्दा थियो त त्यसलाई होइन म एउटा पातलाई छुने टायर भर्खर छ उनीहरूको लागि एउटा पात टिपिदिन्छु 10 को लागि टिप्दिनु दाइ केही देखेर त बास्टो शेयर हामी काट्नु के हो फुल त्यो के हो थाहा छ मासुको धेरै औताले हट्छ होला त्यो अर्को नि फुल टिप्छ एनिमलहरू देख्न सक्ने चान्सहरू छ बाघ हेर्नुपर्छ होला बाघ भिटाउँछ अहिले अनि सुनिहाल्छ तिम्रो किन भने भालु हेर्नुपर्छ अरे भालु त अगाडि छ प्रतीकको फ्यामिली पो छ कोही त छैन खै 2 घन्टाको हुन्छ होइन 2 घन्टा भएपछि के गर्ने थाहा छ मलाई के कत्रो ठुलो रुख छ रुख र ट्री हो यो ट्री क्रोकोडाइल हुन्छ क्रोकोडाइल त्यहाँ खोलाहरू पनि छ होइन खोला हैन त्यो रिभर के छ याले खोला JHOL आइमुभी को भइसकेको आइमुभी हामी चाहिँ यहाँ जङ्गलमा छौँ होइन अलिकति फोन झराएर मेरो हम लोग केबिन नाको की कैसे क्या गइरहेको भेटायो कस्तो गइरहेको छ भनेको कहाँ छ ए गइडा भेटाए
बुझे 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 मैंने रियल गर्दा ए वो कस्तो बस ए वो सुन बे अरे चलो हल्ले त मैले हल्ले खै उयो उठ्यो यहीँबाट देखेको गयो गाडीमा सिङ देखिरह होला त्यही होला बाबु यता 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 कि यता गैँडा यता छ हो एकछिन चार्ज नगर है भन्दा मोटर बाई बाई गइडा ल गइडाले बाई बाई होइन उयो यहाँबाट देख्छु त्यहाँबाट कस्तो हर्न देखिरहेछ घाँस खाइरहेछ होइन गाई घाँस खानुपर्छ गैँडाहरू पनि घाँस खान्छ ए ल इच्छाधारी भालु के भन्न लाग्यो इच्छाधारी भालु कस्तो बाटो हो है कस्तो बाटो हो नि कस्तो बाटो छ शाहरुख खान सलमान खान सलमान अजय देवगन अजय देवगन बाबा हैन अजय देवगन अजय देवगन हो क्या हैन अजय देवगन भन्छ नि के अजय देवगनको मुभी बिस्कार तर मेरिड पहिला जस्तो त भएन क्या रियल म्याड्रिड जेन्स आगे बाँकी दिन म्याड्रिडको टिम म्याड्रिडको सपोर्ट गर्दै जब बार्सा जित्यो नि अनि हिजोदेखि त बार्साको रे ल अझै कि त्यो अनि के फुए भन्दै हो प्रियसीसँग गीत हो गाउँदै थियो बिस्का बार्सा त्यसलाई पख चलाउनु पर्छ कसले गएको रे त्यसले होइन कुन गीत गाएर छ भने इके भएवाला कसले गाएको रे जिन्स इके भयो कि कुन गीत गाएर जेन्सले मुजी नानी नेवालको बुढी मुजी काली हप्सी तैले छ नि जो ब्यागी प्यान्ट लाएर नाचिरहेको थियो त्यसले रेडी पनि भन्दैन अङ्कल सफारी कति बेलासम्म हुन्छ मिसन एलिफेन्ट स्टेबल दसैँले त हेरिदिन्छ दाइ प्रतिलाई दाइ रोनाल्डो थाहा छ हात्ती हात्ती दाइ रोनाल्डो कि मेसी अनमोल केसी यहीँ त छ नि ग्रासल्यान्ड छ हाल पनि देखिरहेको छ जाने मैले पनि देखिरहेको छु टिभी किन यस्तो मेसिन गन भर दुईटा मात्र 6 बिर एउटा 6 बिर 6 बिर हो
सब सिक्सियो नि हो यहाँ त्यो के घर छैन घर जस्तो के भन्छ त्यसलाई हात्तीको घर भन्छ होला होइन हुन्छ मलाई थाहा छ यहाँ पछाडि हेर त यहाँ कसले हाल्छ अनि म गएँ त त्यो टोइलेटमा त म अर्को टोइलेटमा हो होइन अर्को टोइलेटमा दुवै टोइलेटमा हो बाहिर मुभी कस्तो भाइर साढे 5 बजी जाने नेपाल 2026 कुद जान्न थाकिन्न त किनकि हाम्रो त भर्खर 82 चलिरहेको छ बाँकी अरू देशहरूमा 26 खै अगाडि अगाडि हेर ऊ अपन छ ए कुन रुख ए हट्न म जस्तै रहेछ काली भालु भालु अरे छ काली दिएको सेतो काली काली चरा काली चैतमा देखिन्छ होला मैले देखाएको छु नि म बागो सुब्रिन हामी नसुते म ढल्के नि थिइनँ भाइ आज बिहान जिजोको कुरा सुप्रिम हामी दुईजना सुत्यो सबैभन्दा पहिला सुत्ने होइन सञ्जित पछि त्यो दुईजना सार्थक पनि सुतेको थियो होइन भाइ सार्थक एकछिन सुतेको थियो प्रतीक सार्थक अनि रियान्स पछि यो पहिला हामी पनि सुतेको जस्तो गरे तर म चाहिँ पुरै मजा आयो तँलाई एक्टिङ मेरो त पुरै कपालले पुरै बिग्रिसक्यो अब खाना खाने होइन गाइज अब हामी टुरबाट आएको हो थाम्नु पुगिसक्यो हामी खानु पुगिसक्यौँ सो गाइज म घर जान्ला होइन अब त्यो बसमा पुगिसक्यो के जान्ला म घरबाट निस्किरहेको थिएँ